हेलो हेलो साथीहरू सबैजनालाई मेरो नमस्कार। म आज हजुरहरूलाई टमाटरको पात कसरी काट्ने र कुन अवस्थामा काट्ने भनेर देखाउन गइरहेको छु हैन। अनि हामी चाहिँ यहाँ चाहिँ हल्का हल्का के भन्छ अरे त्यो काँक्रा रोपेका छौँ। अनि पछि हाम्रो गाउँ चाहिँ यस्तो छ उतातिर। अनि म चाहिँ यता तेर्छु अनि मेरो बुढी चाहिँ पछि पछि आइरहेको छ मेरो पछि लागेर हैन। अनि यता चाहिँ हाम्रो चाहिँ यो चाहिँ अब मेरो चाहिँ यो टमाटर काट्ने को लागि कैँची हो, टमाटरको पात काट्नलाई हैन। हेर्नु साथीहरू यस्तोले काट्छ हामीले त। अनि हजुरहरू कस्तो काट्नुहुन्छ क्यारे? हामी चाहिँ आधा जति काटिसक्यो साथीहरू, अब आधा जति छ हैन। अब हल्का हल्का पात जलेको थियो अनि त्यसै कारणले काट्न लागेको। अनि अब हामीहरू चाहिँ अब लगभग फाइनलमा छौँ फेरि हैन। धेरै त छैन, अब अन्तिम चरणमा हो, अब लगभग सकिन्छ। अनि यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ, बोई हुनुहुन्छ, अनि मम्मी हुनुहुन्छ, अनि म छु हैन। काट्दैछौँ र म हजुरहरूलाई हल्का काटेर देखाउँछु कि कसरी काट्ने भनेर। अनि यता चाहिँ हामीले तिते करेलाहरू रोपेको छ यो उसमा चाहिँ के भन्छ अरे टरा जस्तोमा चाहिँ। अनि हाम्रो चाहिँ मिस यतातिर हुनुहुन्छ, अनि सानो छोरी क्युट छोरी पनि यतातिर हुनुहुन्छ हाम्रो चाहिँ हैन। अनि के भन्छ अरे अनि म चाहिँ यतातिर छु हैन साथी। हल्का यस्तो बोलिदिएको के हल्का हैन। दारी सारी काटेको छैन साथीहरू, फेरि दाम यस्तो झप्प फेरि छ नि त हैन। अब हेर्नु साथीहरू, म चाहिँ हजुरहरूलाई हल्का हल्का पात काटेर देखाइदिन्छु है साथीहरू। यो पात चाहिँ काट्नुको कारण साथीहरू, यो पात चाहिँ धेरै बाक्लो भयो नि त। अनि त्यही भएर टमाटरको के भयो औषधि छिट्दाखेरि चाहिँ भित्रसम्म जाँदैन। अनि टमाटरहरू कुहिने कारण चाहिँ यसको कारणले गर्दा हुन्छ। त्यसैले हामी चाहिँ थोरै थोरै पातहरू हल्का काटेर बाक्लो भएको ठाउँमा, अनि यो जलेको पातहरू सुकेको पातहरू सबै काटेर चाहिँ हामी चाहिँ हल्का यसलाई खुल्ला बनाइदिन्छौँ यसको टमाटरमा चाहिँ, ताकि हामी चाहिँ फेरि औषधि छिट्यो भने चाहिँ यसको जरासम्म अथवा फलसम्म सबैसम्म पुग्योस् कि साथीहरू। त्यही भएर चाहिँ काट्न लागेको। र हेर्नुहोस् यसरी काट्ने हो हैन। हाम्रोतिर चाहिँ यसरी काट्छ साथी हो। अनि हजुरहरूतिर चाहिँ कसरी काट्नुहुन्छ क्यारे? यसो सल्लाह सुझाव दिनु होला, भन्नु होला हैन। म पनि खासै त्यति धेरै भिडियो त बनाउँदैन, कहिलेकाहीँ चाहिँ यस्तो रमाइलो लाग्छ भिडियो बनाउनलाई चाहिँ, त्यही भएर भिडियो बनाउँछु साथीहरू। अब चाहिँ म चाहिँ पात काट्दैछु, हेर्नुहोस् यसरी टक्क टक्क काट्ने हो। अनि लास्टसम्म हेर्नुभएकोमा धन्यवाद। म चाहिँ अब के भन्छ अरे बिदा हुन चाहन्छु र साथीहरू बाई। अब अर्को भिडियोमा चाहिँ हामी बोलौँला है साथीहरू।